हामीहरूको रेमिटेन्स गत महिना 1,39 खरब रुपियाँ आएको रहेछ। त्यसमा भारतबाट आएको रेमिटेन्स जोडिदैन। माने मैले भनेको अनौपचारिकबाट कति आयो होला त्यो छोडिदिनुस्, 50-60 अरब त आयो होला। माने 2 खरब औपचारिक र अनौपचारिक, औपचारिकबाट 1,39 खरब, बाँकी गर्दाखेरि 61 अरब जोड्नुभयो भने तपाईको 2 खरब रेमिटेन्स आयो। 2 खरब रेमिटेन्स आउँदा प्रत्येक व्यक्तिले 40,000 मात्रै पठायो भने 50 लाख मान्छेले पठाउनु पर्ने रहेछ। के त्यो सम्भव छ? कहिले हामीले सोच्यौं? मैले भनेको कुरा बुझ्दिनु भयो नि तपाईहरुले। त एकातिर हामीहरू फाइनान्शियल एक्सन टास्क फोर्स को ग्रेड लिस्टमा छौं, अर्कोतिर तपाईको 50 लाख मान्छेले तपाईको त्यो सम्भवै छैन नेपालमा। त्यसपछि मैले हेर्न थाले अमेरिकाले कति पठाउँदो रहेछ। अमेरिकामा बस्ने नेपालीहरुले भन्दाखेरि धेरै पठायो भने $1,500, धेरै पठायो भने, कम पठायो भने $150 देखि $200। खाडीमा कति पठाउँछन्? 15,000 देखि 20,000 हो। त अब त्यो पैसाहरू कुन पैसा हो त त्यो जुन रेमिटेन्सको नाममा आइरहेको छ? अनि मलाई डर लाग्न थाल्यो कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि त्यो चलखेल त भइरहेको छैन भन्ने मेरो चिन्ता त्यहाँ छ।